सर्वप्रथम त म हाम्रो यो टेक्नोलाइट परिवारका सम्पूर्ण सदस्यहरूलाई हृदयदेखि नै सुक्रिया मतलब धन्यवाद भन्न चाहन्छु। जब हामी यहाँ अहमदाबाद गुजरातमा टेक्नोलाइट परिवारसँग सहकार्य गर्न पायौँ, त्यसपछि हाम्रो जिन्दगीमा धेरै परिवर्तनहरू आएको छ। हामीलाई यो टेक्नोलाइटसँग काम गर्दाखेरि धेरै कुराहरू सिकाउनु भएको छ। हाम्रो आइसक्रिम सेक्टरमा, डेयरी सेक्टरमा के कस्तो हुन्छ भन्ने कुराहरू, सम्पूर्ण कुराहरू पानी जस्तै छर्लङ्ग बनाइदिनु भएको छ। त्यसको लागि म हृदयदेखि चाहिँ धन्यवाद भन्न चाहन्छु। जब हामी यहाँ आयौँ त्यसपछि अहिले आजको यो 3 दिनको ट्रेनिङमा हामीले धेरै कुराहरू सिक्न पायौँ। जुन पछाडिको यो डेयरी पछाडिको जुन कुराहरू हामी जुन पर्दा पछाडि थियौँ, जुन त्यो अन्धकारमा जस्तैमा हामीले चाहिँ काम गरेको फिल मैले महसुस गरेँ। किनभने यो भित्रपट्टि धेरै कुराहरू जुन देखिएको भन्दा पनि नदेखिएको कुराहरू चाहिँ धेरै रहेछ। यो भित्र चाहिँ हामीले जस्तै यो प्रोडक्ट डेभलपमेन्टहरू अनि ल्याबको कुराहरू, तपाईँको मिसिनरी कुराहरू, क्यालकुलेसन कुराहरू, धेरै कुराहरू चाहिँ छर्लङ्ग हुने गरी चाहिँ बुझ्न पाइन्छौँ। हामी यहाँ आइसकेपछि तपाईँलाई एउटा बिजनेसमा चाहिँ एउटा कन्फिडेन्स लेभल नि उहाँहरूको साथ पाएपछि अलिकति चाहिँ धेरै मद्दत हुनेछ। धेरै कन्फिडेन्स लेभल हाई भएर आउँछ। मतलब गर्ने एउटा कन्फिडेन्स लेभल चाहिँ तपाईँहरूको बढेर आउनेछ र अलिकति तपाईँलाई सबैलाई म अनुरोध गर्न चाहन्छु, यहाँ आएर एकचोटि बुझिदिनु होला। टेक्नोलाइट परिवारका सम्पूर्ण सरहरूले चाहिँ हामीहरूलाई असक्षम व्यक्तिलाई पनि एउटा सक्षम बनाउनको लागि प्रोत्साहन गर्नुहुन्छ। सानो कुरालाई पनि नोटिस दिएर चाहिँ उहाँहरूले आफ्नो तर्फबाट बेस्ट दिनुहुन्छ। त्यही भएर फेरि पनि हाम्रो टेक्नोलाइट परिवार सम्पूर्ण सरहरूलाई मेरो हृदयदेखि नमस्कार। इस्ट एन्ड वेस्ट टेक्नोलाइट इज बेस्ट भन्दै यति भन्दै बिदा माग्न चाहन्छु। हस्, नमस्कार।